फेरि मान्छेहरू गायब हुन थालेका छन्। हिजो भर्खरै यो घटना हो, जो मान्छेहरू कोही तरकारी बेच्न गएको थियो, कोही मान्छे केही सामान लिनलाई बजारतिर गएको थियो, त्यस्तो मान्छेहरू फेरि घर फर्केर आएनन्। त्यो मान्छेहरूले कसले लगो, किन लगो, त्यो कुरा थाहा भएन घरमा। त्यो मान्छेको आक्रोश बढेर, मान्छेको घरमा चिन्ता बढेर, र मान्छेको घरमा कोही मान्छे जसलाई पक्रेर लिएर गएको थियो, त्यो मान्छेको घरमा केही खबर नभएर त्यसको अभिभावकहरूलाई धेरै चिन्ता हुन थाल्यो। र त्यो चिन्ताको बारेमा जब सोधपुछ अनुसन्धान गर्दाखेरि कसलाई कसले पक्रेर लिएर गयो भनेर यो खोजबिन गर्दाखेरि अनि थाहा पायो कि जिल्ला प्रहरी कार्यालयद्वाराबाट भर्खरै जुन घटना घटेको थियो त्यो कारणले उनीहरूलाई पक्रेर लिएर गएको थियो। जब हामी त्यहाँ पुग्यौं अनि त्यहाँको इन्सपेक्टर साहबसँग र एसपी साहबसँग जब कुरा गर्दा हामीलाई त्यहाँ पत्ता लाग्यो कि किन उहाँहरूले पक्रेर ल्याउनु भएको छ। लगभग 11 जनादेखि 13 जना जति हुनुहुन्थ्यो। उनीहरूलाई पक्रेर लिएर किन जानुभयो भने जब कुरा गर्दाखेरि भर्खर घट्ने घटना थियो देवानगञ्जको, त्यो घटनाको आधारमा जुन आन्दोलन भएको थियो त्यो आन्दोलनमा तोडफोड गरिएको र जसको सीसीटीभी क्यामेरामा र जसको सोसियल मिडियाको क्रममा जसले फोटो बुझाएको अजोरी बुझाएको थियो त्यसको आधारमा मान्छेहरू फेरिदेखि पक्रेर लिएर जान थालेको छ। त्यो कारणले गर्दाखेरि फेरिदेखि जनताहरूमा आक्रोश देख्न थालेको थियो र फेरिदेखि आन्दोलनको बिहेभ आउन थालेको थियो। त्यही कुरा बुझ्नलाई हामी जब एसपी कार्यालय सरसँग पुगे अनि त्यहाँ वार्तामा हामी यो कुरा पनि राखे, सर हामीसँग अहिले एउटा मात्र कुरा छ र त्यहाँ अब के गर्नु त 3 बजेदेखि बिहान 8 बजे पक्रेर लिएर गएको मान्छेलाई 3 बजे 7 दिनको म्याद फेरि अदालतदेखि थमाइदिएको थियो र त्योमा कति बेकसुर पनि छ र कतिजना कसुरबार पनि छ। किन बेकसुर भनेर कतिजना मान्छेको त्यहाँ दावा छ हाम्रो छोरा त्यहाँबाट निस्केको पनि थिएन, त्यसको फोटो पनि छ भने हामीले हेराइदिनुहोस्, तर त्यहाँबाट सरले हेराइदिन मान्नु भएन। सरले यतै कुरा भन्नुभयो त्यो चाहिँ हामी जो दोषी हो उसलाई हामी हेराउने र सोध्ने यो तपाईँ हो कि होइन भनेर। तर एउटा कुरा यहाँ यो आयो, जो मान्छे त्यहाँ बेकसुर छ र त्यसलाई पनि पक्रेर लिएर गएको छ। कोही स्कुलमा पढ्ने मान्छे छ, कोही कलेजमा पढ्ने मान्छे छ, त्यसको अहिले 10 दिनसम्म र 7-8 दिन जसको पढाइ बिग्रिने र उसको एउटा व्यवहारमा क्षति आउने त्यसको जिम्मेवारी फेरि कसले लिन्छन् भनेर यो कुराहरू उठ्न थाल्यो। हामी जब त्यहाँ कुरा यो राख्यौं कि आन्दोलन त पहिला पनि भएको हो, यस्तो छानबिन गर्नु भनेको अहिले भर्खरै घटना जुन घटेको छ त्योमा द्वन्द फैलाउनु नै हो। उहाँ सरसँग हामी यो कुरा राख्यौं, तर सरले होइन, हामीसँग जसले अजुरी आएको छ त्यसको हामी अगाडि बढाउने प्रक्रिया अगाडि बढाउने र तिनीहरूलाई अपराधीको अपराधमा राखेर उनीहरूलाई के गर्ने त सजाय दिने भनेर कुरा आयो। तर कुरा यहाँ यो आइरहेछ, भर्खर यो घटनाबाट हामी निस्केको थिएनौँ, यो कुरा अहिले शान्त भएको थियो, फेरि मान्छेहरू जात आबाद गर्न थालेको थियो। म आफै एउटा बिजनेस गर्ने मान्छे, फार्मेसी चलाउने मान्छे, सबै किसिमको मान्छे मेरो पसलमा पनि आउन थालेको थियो, चाहे हिन्दू होस् र मुस्लिम होस्। तर फेरि जुन यो अहिले जुन यो पक्रेर राख्ने काम गरिरहेछ त्यो कारणले आक्रोश बढ्न सक्छ र फेरि केही घटनाहरू घट्न सकिन्छ। यो कुराले पुलिसहरूले मध्यनजर गरेर काम गर्नुपर्ने थियो, तर होइन, उहाँहरूसँग यो कुरा राखे सर अब जे बितिसक्यो त्यो बितिसक्यो। अब यो कुरालाई जो अपराधी छ त्यो बुझाएर छानबिन गरेर केही दण्ड दिएर केही कुरा राखेर उनीहरूले धेरै दिन नराखेर उनीहरूलाई आफ्नो आफ्नो घर पठाएर उनीहरूलाई एउटा चेतावनी दिएर यो छोडिदिएको भए राम्रो हुन्थ्यो। तर सरहरूले अहिले हामी यो कुरामा सोच मगन गर्नेछु र यसको कुराको हामी डिसिजन पछि लिनेछु। तर त्योमा जुन अपराधी छैनन् त्यसलाई पनि राखेर तिनीहरूको मनमा एउटा इख बढ्नेछ, किनकि त्यहाँ सिधै कुराले भन्छ तिम्रो उजुरी यसले दिएको हो भनेर। कसैको उजुरी मुस्लिमले दिएको छ, कुनै मुस्लिमको उजुरी हिन्दूले दिएको छ। त्यस्तो कारणले हामी हिन्दू मुस्लिम गर्न आएको होइन, यो एउटा इख बढाउने कुरा मात्र भयो। हामी यो चाहन्छौँ कि यो इख बढाउने कुरा नहोस् र फेरि हामी जस्तो नर्मल जिन्दगी जिरहेको थिए त्यस्तै। भर्खरै यो सरकार बनेको छ हाम्रो र बाल्यान सरकार 3 तिहाईको सरकार भन्दा पनि हामी 2 तिहाईको सरकार भन्दाखेरि पनि हामी जब आफ्नो देशको विकास चाहिएको बेला यस्तो घटनाहरू बारम्बार घटिरहेछ र सबैचोटि पुलिस नै दोषी भइरहेछन्। त्यही कुरालाई हामीले अवगत गराउन, जानकारी गराउनलाई यो कुरा चाहिँ हाम्रो माथिसम्म पुगोस् र सरहरूले एकचोटि ध्यान पनि दियोस् भनेर चाहन्छु। त्यही भएर किनकि यो कुरा फेरि भयो भने हामी एउटै कुरा माग्छौँ, गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा। तर हामीले केही अपेक्षा राखेर मात्र यो प्रधानमन्त्री र गृहमन्त्री ल्याएको थियौँ, त्यो अपेक्षा हाम्रो पुरा होस् र जुन विकासको तर्फ गइरहेको त्यो विकासको तर्फ जाओस्। तर यो द्वन्द्वले यो काम गरेर यो पुलिसकै फेरि नाम आउँछ, पुलिसले यस्तो गरेको छ भनेर यो कुरालाई सल्टाएर हामी आफ्नो काम अगाडि बढेर हामी सबै मिलेर फेरि बसौँ भनेर हामी त्यो चाहना थियो। तर यस्तो काम गर्दाखेरि फेरि त्यो हिंसात्मक आक्रमणहरू र आन्दोलनहरू बढ्न जान सक्ने अभाव मनमा लागेकोले धेरैजना मान्छेहरूले यस्तो कुरा राखेकोले हामी बस
नेपाल सरकारसँग र गृहमन्त्रीसँग यो कुरा चाहन्छु कि यसको पनि एउटा सम्भावना होस् र जति मान्छेको क्षतिपूर्ति भएको छ त्यो क्षतिपूर्ति मिलोस् र जो मान्छेको धेरै केही नराम्रै काम गरेको छ भने त्यसले सजाय पनि मिलोस्, तर एउटा अन्डर एज र एउटा विद्यार्थी जस्तो कुनै मान्छेलाई आन्दोलनमा आएर त्यसको लैलैमा आएर आन्दोलन गरिएको छ भने त्यसलाई सजाय नमिलोस् र त्यसलाई यस्तो सजाय मिलोस् कि नर्मल्ली त्यो मान्छे बाँच्न सकोस्। धन्यवाद। हामी मिल्ने अर्को भिडियोमा तपाईहरु च्यानललाई फलो गरेर शेयर गरेर राखिहाल्नु होला।